25 गते राजधानीको सडक राजावादी नाराले गुन्जिएको थियो। हजारौंको भिडले शक्ति प्रदर्शन गरेपछि यसको प्रत्युत्तर स्वरूप समाजवादी मोर्चा पनि चैत 15 मा आक्रामक रूपमा उत्रदैछ। गणतन्त्रको पक्षमा सशक्त प्रदर्शन गर्ने भन्दै मोर्चाले सरकारका कमजोरी, भ्रष्टाचार र विकृति विसङ्गतिमाथि कडा प्रहार गर्नेछ। अब शुक्रबार काठमाडौँका सडकहरूमा दुई ध्रुव राजावादी र गणतन्त्रवादी प्रत्यक्ष आम्ने सामने हुँदाको माहौल कस्तो बन्छ चासोमा छ। समाजवादी मोर्चाले कम्तीमा 1 लाख समर्थक उतार्ने दावी गरेको छ भने राजावादी समूहले 10 लाखको भिड उतार्ने दावी गर्दै राजधानीलाई नै हल्लाउने चेतावनी दिएको छ। यो प्रदर्शन केवल शक्ति प्रदर्शन मात्र होइन, देशको राजनीतिक दिशा निर्देश गर्ने सम्भावित मोड बन्ने आंकलन पनि गरिएको छ। 15 चैतपछि नेपालको राजनीति कुन मोडतर्फ जानेछ, यो प्रश्न सबैका लागि जटिल बनेको छ। राजावादी पक्षले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नहुने प्रश्न पारे तापनि आफूहरूलाई कमजोर आंकलन गरी त्यसको परिणाम गम्भीर हुने चेतावनी दिएको छ। उनीहरूका अनुसार यो त केवल सुरुवात हो। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालाई धक्का मार्ने र चाहिँ नेपालमा धर्मको स्थापना र राज संस्थाको स्थापनाको लागि प्रशस्त बाटो खुलाउने अभियानको पहिलो च्याप्टर हो, पहिलो अध्याय हो। देशमा फेरि नयाँ अस्थिरता र तनाव सृजना नहोस् भन्नेमा आम नागरिक सतर्क देखिएका छन्। विगतका राजनीतिक उतार चढावले थकित जनताले अब द्वन्द्व, हिंसा, तोडफोड, हडताल र गृह कलहको पुनरावृत्ति होस् भन्ने चाहेका छैनन्। समस्या संवाद र सहकार्यबाट हल गरिनुपर्छ, न कि आम जनजीवन प्रभावित हुने बाटोबाट। यता राज संस्थाको पुनर्स्थापनका पक्षधर शाही युवा शक्ति नेपालले राजधानीमा शक्ति प्रदर्शन गर्दै आफ्नो उपस्थिति बलियो बनाउने संकेत दिइसकेको छ। सामाखुसीदेखि गङ्गबु बस पार्कसम्म उनीहरूले मार्च पास गरेका छन्, जहाँ राज संस्थाप्रति समर्थन अभिव्यक्त गरिएको छ। उनीहरूले आफ्नो अभियानमा जनमत बलियो रहेको दावी गर्दै आत्मविश्वासका साथ अघि बढिरहेका छन्। हैन, यो त धेरै जति चाहिँ मान्छेहरू सडकमा आउने चाहिँ जुन बाहना भइरहेछ नि, अहिले तपाईँको चाहिँ सुरुवात भन्नु नै अब हामी जितको नजिक छौँ भन्ने कुरा चाहिँ बुझ्नु पर्यो। यो 64 साल पछाडि राजाको पक्षमा बोलिदिने मान्छे पाइँदैन थियो। अब अहिले तपाईँको चाहिँ तछाड मछाड छ नि त, म फर्काउँछु 25 गते फर्काउँछु, कसैले के भन्छ होइन। त्यो हुनु चाहिँ मैले गणतन्त्र पराजय भएको, राज संस्था मय भएको देश बुझाएको छु र रहेको कुरा चाहिँ निर्णायक शक्ति त जनता नै हो नि, जसले गरे पनि। त्यसकारण चाहिँ अब यसलाई चाहिँ जुन सडकमा जनता आउन खोजिरहेको छ, भोलि चाहिँ लाखौँ जनता सडकमा आएको खण्डमा त्यसैले परिणाम दिनुपर्छ राजाको पक्षमा। अनागरिक जस्तो स्थितिमा पुग्यौँ आज, र माटोको माया गरेर झन्डा मुनि बस्ने नागरिक नदेखेको हुनाले आज ती नागरिकलाई म के भन्न चाहन्छु भने अब पार्टीको दास हुने होइन, हामी पार्टीको गुलामी गरेर पार्टीको झन्डा मुनि होइन, पहिला देशको झन्डा मुनि बसौँ, पहिला माटोलाई समाऊ। देशको माटो बोकिसकेपछि, देशको झन्डा बोकिसकेपछि तपाईको हृदय कति पुलकित हुन्छ, कति आनन्द हुन्छ। घुसपैठ हुन सक्ने चिन्ताका बीच दुवै समूहलाई जम्का भेट हुन नदिने गरी रणनीति बनाइएको छ। हुन त राजावादी समूहले आफूहरू शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको बताइरहेका छन्, तर राजावादी र गणतन्त्रवादीको जुलुससँग भेट हुन नदिने उद्देश्यले काठमाडौँ प्रशासनले राजावादीहरूलाई रिङ रोड भन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति बनाएको छ भने समाजवादी मोर्चाको प्रदर्शनलाई भने रिङ रोड भित्र सीमित गर्ने प्रयास प्रहरी प्रशासनको छ। 1 हप्ताको अल्टिमेटम। राज संस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई 1 हप्ताको अल्टिमेटम दिएको छ। 1 हप्ताभित्र सरकारले आफ्नो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत 21 गतेदेखि थप सशक्त बनाउँदै लैजाने चेतावनी दिएको छ। 2047 सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान पनि गरिएको छ। तर चैत्र 17 गतेदेखि आन्दोलनका थप कार्यक्रमहरू हुँदै जानेछन्। आजको मितिले 1 हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई व्यवस्था गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र 21 गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुन्छ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेदारी सरकारले लिनुपर्छ। जनताको सरकारप्रतिको विश्वास दिन प्रतिदिन घट्दै गइरहेको छ। नेताहरू सत्ता र स्वार्थको पछि कुदिरहँदा गरिबी, बेरोजगारी र सामाजिक असमानता झन गइरिँदैछ। देशको राजनीतिक मैदानमा नारा र आश्वासनहरू मात्र गुन्जिरहँदा आम जनताको पीडा भने सुनवाईविहीन बनेको छ। पुराना दलहरूप्रतिको मोह भङ्ग हुँदै जाँदा नयाँ विकल्पको खोजी तीव्र बन्दै गर्दा चैत 15 मा सडकमा को हाबी हुनेछ भन्ने प्रश्न एकातर्फ छ भने अर्कोतर्फ कस्तो राजनीतिक माहौल बन्छ भन्ने पनि चासोमा छ।